काकाको राजनीतिप्रतिको रुझान चाहिँ यस्तो भयो देखिया सम्झिनुहोस् 38 तिरै होला हाम्रो चन्द्रबहादुर माझी प्रधान पञ्च हुनुभयो जब चन्द्रबहादुर पनि उठ्नुभयो म उहाँको विरुद्धमा चाहिँ वडा अध्यक्षमा उठेँ त्यतिखेर मबेसी हटिया लाग्ने राम्रै आम्दानी थियो वर्षको केही नभने 25 लाख 20 लाख 18 लाखमा चाहिँ त्यो हटिया लाग्ने त्यो पैसा त ठुलो रकम हो त्यतिखेरको सस्तो जमाना र त्यतिखेर गर्न चाहेको भए धेरै कुराहरू गर्ने अनि अलिकति युवा जोस पनि थियो अब केही गर्न सकिन्छ भनेर पहिले मैले वडामा बसेँ वडामा म जितेँ बहुमतले नै जितेँ 2038 सालमा अनि त्यति बेला प्रधान पञ्च चन्द्रबहादुर माझी हुनुहुन्थ्यो अनि त्यसपछि जिल्लाको निर्वाचन हुने भयो सभापति हुने भयो अनि म होमबहादुर दिलबहादुर रमेश श्रेष्ठ भनेर नाम मात्रै सुनेको मेरो परिचय पनि थिएन अनि म जब मलाई धेरैजनाले उसका होइन वार्डमा के बस्छस् त स्वयं चन्द्रबहादुर माझीले पनि भन्नुभयो भनेपछि ल ठिकै छ नि त भनेर जिल्लामा उ गरेँ जब मैले पहिलो ताली जिल्ला पञ्चायत खुट्टा हालेको साथ मेरो त्यही 38 सालमा हो 38 सालमा जितेँ अनि म उता जिल्ला पञ्चायतमा गएँ हरिपुर श्रीपुर यो तपाईँको मधुवन कुसा प्रकाशपुर चाहिँ मेरो क्षेत्र पर्ने थियो तर यहाँ यसो पछि बुझ्दाखेरि चाहिँ चन्द्रबहादुर प्रधान पञ्चको र केही समूहको चाहिँ के विचार रहेछ भने यो यहाँ बस्यो भनेदेखि हाम्रो मोनोपोली हुनु हुँदैन त्यस कारणले यसले जिल्लातिर ठेल्नुपर्छ हुन्छ भनेपछि उहाँहरूको पनि राम्रै साथ सहयोग भयो र म जितेँ पछिल्लो देशमा लोकतान्त्रिक गणतन्त्रात्मक राज्य व्यवस्थाको स्थानीय तह बराक क्षेत्र वडा नम्बर 11 को वडा अध्यक्ष 2074 सालमा निर्वाचित हुनुभयो अहिले हजुर निवर्तमान हुनुहुन्छ ती अगाडिका ती क्षण तपाईँ त्यत्रो ठुलो मधुवन भनौँ न वार्ड नम्बर 11 भए पनि पुरानो मधुवन जहाँ 9वटा वडा थियो त्यसको वडा अध्यक्षमा तपाईँ निर्वाचित हुँदा मधुवनले के गर्दा विकास हुन्छ के गर्नु पर्थ्यो भन्ने त्यस्तो केही अब यस्तो हो अब लामो समयसम्म स्थानीय निकायहरू निष्क्रिय लगभग 20 वर्षै चुनाव भएन निष्क्रिय रहे होइन अनि अब सोचको राजनीति के को लागि गर्ने व्यक्तिगतको लागि गर्ने हो कि मेरो चाहिँ बुझाइ या आफ्नो लागि गर्ने या पपुलारिटी लिनको लागि गर्ने पपुलारिटी दुईटा मात्रै हुन्छ के त एउटा स्टनबाजी गर्नु पर्यो त्यसबाट पनि पपुलारिटी हुन्छ के भने राम्रो काम गर्नु पर्यो अब पहिलो निर्वाचन हो यो गणतान्त्रिक हिसाबले चाहिँ सङ्घीयतामा गएपछिको पहिलो निर्वाचन अब सुरुवात कहाँबाट गर्ने भनेपछि यो बाटोहरू नै हो हाम्रो त्यतिखेरको साङ्गुरो बाटोहरू कहाँबाट सुरु गर्ने भनेपछि मेरो दिमागमा चाहिँ पहिलो चाहिँ हामीले कमसेकम बाटो चौडा पनि होस् र चाहिँ त्यो पिच नभए पनि ग्राभलिङ त होस् भन्ने हिसाबतिर लाग्यो र मेरो पालाभरिमा तपाईँको यो बिपी टोलको बाटोदेखि बाहेक प्राय कुनै बाटोमा गिट्टी नगिरेको र चौडा नभएको कुनै पनि छैन बाटोलाई प्राथमिकता दिएँ त्यसपछि स्वास्थ्यलाई दिएँ त्यसपछि मात्रै शिक्षामा पनि मैले केही लगानी गरेँ जस्तो हाम्रो बुधबारेको सर हुनुहुन्थ्यो नि त्यो कर्णघण्टामा भरत जोशी उहाँको हेडमास्टरी कालमा
जति कम्पाउन्ड अहिले त्यहाँ लगाएको छु त्यो जम्मै मेरै पालामा भएको हो। त्यो भरत सरसँग बुझ्दा पनि हुन्छ। अब पिच गर्न चाहिँ सकिएन, किन सकिएन? एक त 11 नम्बर सबभन्दा पछाडि परेको, उत्तरी बेलका समस्याहरू धेरै। अब मेयर अब त्यहाँ पनि निर्णय गर्ने कुरामा पनि बहुमत र अल्पमतको कुरा खिचातानी हुन्थ्यो। तैपनि 5 वर्षमा मैले अब जस्तो प्रशासन पनि चलाउनु पर्यो र मोटामोटी म यति भन्छु। अब स्थानीय भनेको हामी सबै वरिपरि सेरोफेरोमा छौँ। अब त्यो यहाँको जनसमुदायले मूल्याङ्कन गर्ने कुरा हो। मैले यो गरेँ, मैले यो गरिनँ भन्नुभन्दा पनि जनसमुदायले नै मूल्याङ्कन गर्ने हो र अहिले पनि जनप्रतिनिधिले नै गरिराखेको छ। मधुवनले सोचे जस्तो आर्थिक रूपान्तरण अथवा विकास तुलनात्मक रूपमा पनि कमै छ नि, खसेको जस्तो महसुस काकालाई भइरहेछ छैन? अथवा यसलाई विकास गर्न के चाहिँ होइन, त्यो चाहिँ सबभन्दा पहिले त नेतृत्व गर्नु मान्छेले एउटा भिजन लिनु पर्यो। त्यो भिजन लिँदाखेरि अनि आफूले बुझ्न सकिएन भने आफ्नो भिजन मेरो यस्तो छ भनेर विज्ञहरूसँग सल्लाह गर्नु पर्यो। विज्ञहरूबाट आएको विचारलाई पनि समावेश गरेर अनि प्लानिङ गर्ने। मधुवन विकासको स्पष्ट दृष्टिकोणै नभएर है, दृष्टिकोण नभएर मधुवनका समाजसेवी अगुवाई समस्याहरू पनि धेरै छन्। अब जस्तो 74मा हाम्रो वडा कार्यालय बाहेक सबै डुबेकै हो। स्कुलको एक तला भने झनै त्यो झ्यालसँग डुबेकै हो। आज त्यो किन डुब्दैन? तर मेरो नजरमा के देख्यो भने सबै धारहरू त अतिक्रमण गरेको छ। हिजो 30 फिटको धार आज 10 फिटमा आएको छ भनेदेखि पानी कहाँबाट जाने? अनि मैले त्यसलाई चाहिँ तपाईँको रोक्ने प्रयासहरू होइन, रोक्ने प्रयास किन लगानी नै गरेँ। प्रत्येक वर्ष तपाईँको यो डुबान कटानलाई भनेर म 3 लाखदेखि 5 लाखसम्म बजेट निकासी गरेर त्यो गुप्ता टोलको सबै धार सबै एकताली खनाएको हो। 75मा खनाएको 76देखि त आजको दिनसम्म त डुबेको छैन। त्यो अझै अपुग छ। त्यसलाई अझ कमसे केही नभए पनि 15 फिट चौडा गरेर त्यो हाम्रो उत्तरबाट आउने पानीहरूलाई लिएर जानु पर्ने हो। अब बजारमा झोपडी मात्रै थियो। मेरो 5 वर्ष कालमा झोपडीहरूमा चाहिँ केही न केही तपाईँको सटरहरू त बने नै। अब त्यसपछि यो अहिले आउनेले पनि केही बनाउनु भएको छ। अब कति राम्रो नराम्रो त्यो आफ्नो ठाउँमा छ। तर म चाहिँ यति भन्छु, मैले 5 वर्षमा यहाँ नेतृत्व गर्दाखेरि मैले वडा कार्यालयमा प्रशासन टाइट राखेँ। हामी 1 कप चियाको लागि चाहिँ किनेर खाँदैनथ्यौँ। म, मेरो सचिव, मेरो कार्यालय अन्य सहयोगीहरू बरु 500, कसैले 1000, कसैले 2000 हालेर हामी महिनाभरि खाजा भित्रै खान्थ्यौँ। ग्यास चुलो ल्यायौँ, बाल्यौँ, तिनै तरकारी पकाउँथ्यौँ, तिनै खाजा बनाउँथ्यौँ, त्यहीँ खान्थ्यौँ। तर अहिले त्यो परिपाटी छैन। र अर्कोमा मैले के काम गरेँ भने 5 वर्षमा कुनै पनि व्यक्तिले मेरो नाउँमा वडा कार्यालयबाट फ्युल लिएको र नगरपालिकाबाट मैले फ्युल लिएको एउटा मात्रै रसिद देखाइदियो भनेदेखि म 10 दिन उसको घरमा गोबर सोर्न तयार। जनताको काम गर्दा पनि आफ्नो गाडीमा आफ्नै पैसा हालेर होइन, पैसा होइन, हामीलाई छुट्याएर दिएको छु। यही जनताबाट उठाएर लिएको कर हो। हामीलाई खाजा भत्ता भनेर 2000 त्यो सीमा भन्दा बाहिर गइन भन्न खोज्छु। त्यो सीमादेखि म बाहिर गइनँ।